त्यो पब्लिक स्पिकिङ भन्ने बित्तिकै राम्रो पनि हुन्छ नराम्रो पनि हुन्छ। यसमा अब हाम्रो विषय हो कि हामीले कसलाई फलो गर्ने। म दुई पात्रको इक्जाम्पल दिन चाहन्छु, जसले आफ्नो देशको लागि लडे, जो आफ्नो देश परिवर्तन गर्न चाहे, जो आफ्नो देशको निमित्त लडे, तर उनीहरूको बाटो फरक थियो। पब्लिक स्पिकिङ भन्ने बित्तिकै यो होइन कि राम्रो मात्रै परिवर्तन आउँछ, वो परिवर्तन मौनताले आउँदैन। परिवर्तन आउनु भनेको क्रान्तिले हो, र त्यो क्रान्तिको आउने भनेको भाषणले हो, र त्यो भाषण मात्र भनेको पब्लिक स्पिकिङ हो। मैले दिन चाहेको दुईवटा छ इक्जाम्पल हो। एकजना हुन्छ नि हिटलर, अर्को छन् महात्मा गान्धी, जसले आफ्नो देशको दमन विरुद्ध नै लडेका हुन्। हिटलरले जर्मनीमा भएको विभिन्न देशले विभिन्न देशले जर्मनी प्रति गरेको प्रतिबद्धता दमनप्रति लडेका हुन्। महात्मा गान्धीले पनि आफ्नो देशमा ब्रिटिसहरूले गरेको दमनप्रति लडेका हुन्। तर यहाँ फरक के छ भने उनीहरूले फरक बाटो रोजे। हिटलरको कारणले आज दोस्रो विश्वयुद्ध भयो, जसमा 70 मिलियनभन्दा बढी मान्छे मरे, 1 ट्रिलियनभन्दा बढी घाटा भयो। तर त्यही ठाउँमा महात्मा गान्धीलाई हेर्नुहुन्छ भने जहाँ कमभन्दा कम मान्छे मरे, जहाँ गोली चलाएन। अब हाम्रो कुरा के भन्दाखेरि हामीले कसैलाई फलो गर्ने हो भन्ने विषय छ। पब्लिक स्पिकिङ भन्ने बित्तिकै यो होइन कि सबैजना राम्रो मान्छे हुन्छ भन्ने छैन। कोही राम्रो पनि हुन्छन्, कोही नराम्रो पनि हुन्छन्। आज एउटा समाजले देश परिवर्तन भएको छ। इतिहासलाई फर्केर हेर्नुहुन्छ भने एउटा शब्दले परिवर्तन गरेको छ, चाहे त्यो 46 सालको आन्दोलन होस्, चाहे त्यो 2007 सालको आन्दोलन होस्, चाहे त्यो 2072 सालमा आउँदा भूकम्पको बेला होस्, जहाँ एउटा शब्दले सहयोग माग्यो, जहाँ एउटा शब्दले भूकम्प आउँदाखेरि यस्तो हुन्छ, यो गर्नु हुन्छ, यो गर्नु हुँदैन भनेर अवेरनेस फैलायो, अवेरनेस गर्यो। अहिले हामीलाई जनताको पुस्ताले के भन्ने गरिन्छ भन्दाखेरि तिमीहरूले सिंहदरबार जलायो, सर्वोच्च अदालत जलायो भन्ने गरिन्छ। तर म उनीहरूले के प्रश्न गर्न चाहन्छु भने सिंहदरबार जलेको 2 बजे हो, तर त्योभन्दा अगाडि 1 बजेसम्म तपाईँहरूले किन यो भन्न सक्नु भएन कि सिंहदरबार हाम्रो इतिहास हो, यो हाम्रो भौतिक हो। त्यो सिंहदरबार एक दिनमा जलेको होइन। त्यो सिंहदरबार 10 वर्षको मौनताले आक्रोश भएको युवाले जलाएको। हामीले किन 10 वर्षसम्म बोलेनौँ? किन 10 वर्ष विरुद्ध 10 वर्षसम्म यो गलत हो, यो सही हो भनेर बोल्न सकेनौँ? हो त्यही कारणले गर्दाखेरि आज देशमा यो आएको छ। म आजकै योबाट के भन्न चाहन्छु भने हामीले सबै कुरा जान्नु पर्दैन, तर गलतलाई गलत हो भन्न सक्नुपर्छ। आजकै युवाबाट हेर्नुहुन्छ भने चिया पसलमा चुरो तान्दै देश विकास यसरी गर्नुपर्छ, यसरी गर्नुपर्छ, यो कुरा गर्नुपर्छ, यो कुरा गर्नुपर्छ भन्छ। तर उनीहरूलाई सोध्नुहुन्छ भने तपाईँहरू के गर्दै हुनुहुन्छ भन्दाखेरि म एक्लै के नै गर्न सक्छु र भन्ने हुन्छ। सकिन्छ, एउटा शब्दले नै देश परिवर्तन हुन्छ, एउटा शब्दले नै अहिलेको आमूल परिवर्तन ल्याएको हो। त्यसैले के भन्न चाहन्छु भने पब्लिक स्पिकिङले नै देश परिवर्तन गर्ने हो, पब्लिक स्पिकिङले नै समाज परिवर्तन गर्ने हो। एउटा शब्दले आज, एउटा भाषाले आज छोरी चेली राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म भए, एउटा भाषाले आज गाउँ विकास भयो, एउटा भाषाले आज गरिब वर्गहरू पनि माथिसम्म पुगे। त्यसैले के भन्न चाहन्छु भने हामीले आफ्नो आवाज दबाएर राखेर भएन, सहीलाई सही हो, गलतलाई गलत हो भन्न सक्नुपर्छ। यति भन्दै यति भन्न चाहन्छु।